झ्याउरे पर्ने गाई यो सबै भयो। अब यहाँ दुलालाई घोडामा चढाउने, दुलैलाई सामदानीमा दुलैको बाउले हो कि दाइले हो चढाइदिने। अनि पटेनी ताल भन्छ। अघि बेहुलामा त आउँदाखेरि दुलाको घरबाट यहाँसम्म आउँदा बजाएको बटुवा पार बाटो काट्ने ताल बाजा हो कि होइन? अब दुलै र दुलैलाई सँगसँगै लिएर जाने पटेनी ताल। अब तपाईँ त्यो ताल बजाउँदै दुलालाई घोडा चढाउनु, दुलैलाई चम्दानिया चढाएर अनि लिएर गएर बाटा जन्ती खाजा खाने चलन छ। जन्ती खाजा बाटा खानु अनि दुलाका घर लगेर उहाँ रतेवली खेलायो होला अनि उनीहरूलाई त्यहाँबाट तितर बितर पारेर बिदा मागेर जानु। ल ल अब बाजा बजा। बेहुली माग, डुवाली माग, डुवाली माग, नर्सिया फुक, कर्ना फुक। ल घोडा देख्नुहुन्छ? घोडाले हो त्यहाँ बाटो छोडिदिनु त। दुलालाई घोडा चढाउनु पर्यो, बाटो छोडिदिनु। अब दुलैलाई कसले चाहिँ जान्ने हाल्ने नि कुन्जानीले को खाएर दिन्छ बत्तल लैदिए त दुलैलाई। त्यो जमाना कतिले छैन। ल ल ल ल ल ल ल यो चम्दानी बोक्ने मान्छे चाहियो। चम्दानी लैजाउ न दुलाईकी आमा नानी। ल ल हाल्यौ चम्दानीमा राखिदेऊ। हेर न हाँसेर छोरीले जोइ बसेर पायो भने डल्लै पारेर मर्ने। ल ए बाबु त्यो बिस्तारै घोडा यहाँ ल्याएर सँगै जानुपर्छ। अनि छोड्यौ बाटो छोड्यौ त। ल ल ल चाहिँ त दुला भइजाऊ बाबु, भइजाऊ। जाऊ दुला चढेको घोडा चढाउनु यहाँबाट गाह्रो भयो हामीलाई। पहिल्यै दुलैलाई अगाडि लाएर त जानुपर्छ। दुला पनि पहिले दुलै कमला पहिल्यै गर्नु। बिचरा उसले साउथी छोरा मान्छेका जम्मै खताएर गयो। छोरा मान्छे जति छोरी मान्छेले लगेर त अब कता भाँचेर नदिने। ल दुला घोडा चढ्यो। ल पटेनी ताल बजाएर जानु हो। ल एउटाले ताली बजाइदिनु माइती जतिले। लयो दुलाले दुलै लयो। ए भरे त बुहारी आउँथे सासूलाई भोकेर डुलाउँथे भनेर उहाँ बसेर होला। ल जाऊ ल सबै ठाउँमा बस्नु होला। अतिथि कलाकारहरूले गीत गाउनुहुनेछ कतिजना है त। ल यो माइक्रोफोन शिवालाई एकछिनपछि म पनि एउटा होइन तपाईँहरू नयाँ भएर आउँछु। हिँड्दै हुन्न नेपालका पूर्व केन्द्रीय सदस्य आदरणीय दिदी पार्वती जीलाई आफ्नो उपस्थितिको लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसपछि दीपक थापाको हास्य व्यङ्ग्य कमेडी या विशेष तरिकाले रहने शैलीको लागि पार्वती दिदीको प्रस्तुति।